म त यो बुवा यत्रो माछा पर्यो त फेरि पर्यो अब छ त बुवा ल पर ऊ माछा हल्लिसक्यो फेरि माछा पर्यो माछा पर्दैन जस्तो लागिरहेको फेरि पर्यो ल साधन यहाँ पहिले मिस गरेस् कि फेरि पर्यो अब के भन्ने अब जान्छु भने माछै पर्छ फेरि यति धेरै पर्यो अहिले चाहिँ यति धेरै पर्यो क्या समय चाहिँ निकै गइसकेको थियो अब के पर्ला नि त भनेर जाउँ न त जाउँ भनेर 5 बजीतिर खोलामा पसेको परिहाल्यो पर्यो माछा पर्यो नि कुन माछा पर्यो असला असला कतिवटा परेछ 2 टपु परेछ घाँटी 2 टपु झुकिए रहेछ ल ए ल ल गाइस कहिले काहीँ यसरी चाहिँ माछा पनि मार्न आउनुपर्छ है यसरी चाहिँ माछा बनाउँदाखेरि चाहिँ पर्यो भने फ्रेस खोलाको माछा खान पाइन्छ है त स्पेसली असला माछा है ल फेरि माछा पर्यो ल ल माछा टल्कियो देखियो यता पारिबाट ल फेरि पर्यो माछा चाहिँ पर्यो है गाइस अब चाहिँ पर्यो फेरि आइदिनु त एकचोटि ए असला माछा फेरि पर्यो गाइस तुर्लुङ छुट्टा हालेर आएपछि अहिले त चाहिँ ठिन्ठा Okay, one more time, we got a success. Yeah. कतिवटा परेछ एउटा यहाँ तुर्लुङमा नेपाल पर्यो असला माछा त यसरी अड्किन्छ ल यहाँ हालिहाल्नु यसरी अड्किन्छ माछा त हालिहाल्नु ल माछा त यस्तरी है गाइस यस्तरी यता पनि वा अहिले त खतरा पऱ्यो त ल एक छक असला प्योर असला फ्रेस गाइस पर्यो फेरि पर्यो माछा त कतिवटा 3टा खोला त्यस्तै ठुलो छ यता तर माछा परेको है गाइस चाहिँ यस्तरी जानुपर्छ गाइस तर उता माछा परिरहेछ गाइस माछा ल त लु फेरि हालिहालौँ यहाँ चाहिँ अलरेडी छ यति ल फेरि खस्छ खै अर्को दुईवटा अर्को पनि थियो असला अर्को नि त्यहाँभित्र उभिरहेको बाहिरबाट पनि छिरेर उल्टो पनि छिरेछ उल्टो छिरेर अहिलेसम्म भएको असला यति तर गिर्दै जाति फेरि पनि माछा पर्न सफल भएको छ यहाँ खोलेर देखाइदिनु त कति पर्यो भन्ने कुरा ल सबै असला माछा ल गजब पर्यो ल यता पनि रहेछ फेरि अर्को नि परेर बसेछ 4वटा भेट्यो एकैचोटि है
चारवटा भेट्यो गाइज, चारवटा माछा हेरौँ गाइज, फ्रेस असला माछा निक्लिरहेछन् गाइज। हाम्रै छ त्यसरी चाहिँ जाल हाल्नु सब चाहिँ माछा फाट्छ अनि त्यसमा पऱ्यो माछा फेरि पऱ्यो लु त लु 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 ल है खै माछा 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 झुन्डेर बसिरह्यो माछा त है आएको हुन अलिकति ठुलो अलिक ठुलो पऱ्यो अहिले चाहिँ मान्छेले नखेलेर रहेछ कि guys, यस्तरी छ माछा पऱ्यो माछा कति धेरै पऱ्यो देखाउँ त कति धेरै परेको हो त्यो माछै माछा छ त है अहिले त टन्नै पऱ्यो भाइ सन्नै पऱ्यो अहिले त माछा त हेर्नु त टन्नै पऱ्यो त अनि यहाँ हाल्नुहोस् बस्छु माछै माछा पऱ्यो त बुवा टन्नै पऱ्यो आधी किलो 1 किलो पर्छ क्या हो अब त ठुल्ठुलो भएर पुग्यो होला धेरै रहेछ है तिनवटा बुवा टन्नै पऱ्यो उता नि सानो सानो रहेछ सबै यसो अन्त बुवा कतिवटा परेछ 5वटा बुवा यो त ठुलो रहेछ बुवा है एकचोटि खोलेर देखाइदिनु त कतिवटा पऱ्यो त्यहाँ यो कति माछा पऱ्यो एकचोटि देखाइदिनु त यहाँ
त्यहाँ क्यानो चाहिँ पऱ्यो है निकै है देखाउँ त अझै देखाउँ त ट्राई गर्नलाई ठिक त छ यो कति 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 भेट्यो अहिलेसम्म एक भाउ भयो होला होइन बाउ पानी नफाल्नु नफाल्नु अहिले चाहिन्छ गरुङको प्र्याक्ट च्यात्यो भने फेरि बर्बाद हुन्छ ए खै खै ए यो माछा निस्क्यो ए है वाह ए माछै माछा परो एक छाक त मजासँग पुग्यो त ए वाह फ्रेस माछा होइन त ए वाह असला माछा प्योर असला बेलामा त माछा होइन यस्तो पनि पर्छ यी यस्तो के झन्टा झुन्ट्या है के यस्तो सबै कुरा पाइन्छ माछा मात्र होइन ए माछा परेर पनि बसिरहेको रहेछ बेला बेलामा थाहै नपाउने हो माछै माछा फेरि पऱ्यो माछा फेरि पऱ्यो ए त गाइज अहिलेसम्म भनेको यसरी परिरहेको छ है माछा ल र गाइज माछा माछा See, look how cute this one is. So beautiful. Wow. Insane amount of asli matcha. पर्यो Hah? Mau? Bam! खै बाम नै परेछ बामले त घोच्छ है माछा त परेकै भयो त एउटा खसी गयो एउटा खस्यो बाम भनेको खै बाम बाम भनेको वाह कति धेरै परेको कति धेरै जालीमा यस्तरी बसेछ है गाईजी हेर त ल हेर गाइज 5 वटा पऱ्यो एकैचोटि वान सट फाइभ फिस जाने भनेको मजासँग चाहिँ मारेको अहिलेसम्म चाहिँ मजासँग परिरहेछ गाइज हेर्न पनि सक्नुहुन्छ यसरी चाहिँ परिरहेछ माछा होइन यसरी बवाल नै परेछ माछा हेर्नु है गाइज यस्तो बवाल परेछ माछालाई सम्हाल्नु पऱ्यो नि होइन माछा चाहिँ सोचेको पनि थिएन क्या यसरी पर्छ भनेर चाहिँ होइन अझै मिठो परिरहेको छ मिठो हानिरहेछ बाउले उता हो र म चाहिँ फिसिङ आएको होइन जाउ थापेर आज चाहिँ खतरै पऱ्यो माछा चाहिँ यसरी पर्छ भनेर चाहिँ एक्सपेक्ट चाहिँ गरेको थिएन एक्सपेक्ट दि अनएक्सपेक्टेड भन्छ नि हो त्यही भने जस्तो भयो क्या अहिले चाहिँ मिठो माछा परिरहेको छ अहिले चाहिँ यो सर्ट चाहिँ परेन यो सर्ट चाहिँ परेन तर अहिलेसम्म चाहिँ सर्ट चाहिँ प्रायः मिस भएको छैन कि मजासँग परिरहेको छ कि माछाहरू दुई छाक लगभग पुग्ने गरेर चाहिँ परिरहेको छ माछा चाहिँ है अहिले चाहिँ हामी बिजेपुर खोलामा छौँ र मैले सोचेको पनि थिएन यस्तो मसला माछा पाइन्छ भनेर बिजेपुर गाडी चल्दाखेरि चाहिँ मिठो माछा परेको छ लगभग 2 छाक जति चाहिँ पुगिसकेको छ अब हेर्दै जाउँ चाहिँ कति पर्छ लगभग अहिले रातिको चाहिँ 7 बज्न आइसक्यो 6:30 वरिपरि भइसक्यो अहिले चाहिँ त्यही पनि माछा हामी मार्दैछौँ हेरौँ कति बजीसम्म बसिन्छ फेरि पऱ्यो गाई चाहिँ पऱ्यो नभन्दै फेरि पऱ्यो गाई माछा देखाइदिन्छ त
माछा त यी रात पर्दै गयो फेरि माछा परिरहेछ यी भएको गाइस माछा चाहिँ आउँछ यी भाइ त जाल यसरी हान्नुपर्छ गाइस है जाल हान्ने तरिका भनेको यो है यसरी चाहिँ जाल हानिन्छ त्यसरी जाल हानेपछि यसरी बच्छ फेरि माछा फेरि ए ल हेर्नु माछा गाइस माछा कति खाने आज माछा ए ल माछा त ननिस्टर भयो नि फेरि कस्तो लाग्यो त त्यसै अनएक्सपेक्टेड हो क्या मजा आशा पऱ्यो सोचेको पनि थिएन यति माछा पर्छ भनेर सो एक्साइटेड ए गाइस माछा चाहिँ यसरी है बाउले चाहिँ यसरी खेल्दैछन् यता चाहिँ मेरो माछाहरू चाहिँ भोगाए जस्तो छ हौ पानी खोजे जस्तो छ पऱ्यो क्या हो फेरि पऱ्यो बुवा माछा त पऱ्यो भयो बुवा हेत तेरिको के भएको यस्तो माछा त पर्कै भयो त बुवा कति धेरै भयो माछा त अहिले त ल एउटा गाउँ जानै परेन खै यहाँ त्यहाँ अलिकति खोलिदिनु त यो प्लास्टिक है माछा त बुवा निकै पो पऱ्यो माछा हल्लिरहेछ जालमा माछा यसरी परिरहेको छ सबको हल्लिरहेछ माछा त यता पनि हल्लिरहेछ है गाइस यता पनि हल्लिरहेछ यस्तरी उता पनि हल्लिरहेछ माछा त बुवा लगभग 1 केजी पर्नु लाग्यो हो 1 केजी यत्रो सानो असला माछा भनेको कम त हो यहाँ हेरौँ अनि त्यसपछि यता हेरौँ म भरे बेलुका चाहिँ घरमा गएर देखाउँछु पनि कति पर्यो भनेर चाहिँ है त गाइस यहाँ यत्रो माछा ल हल्लिँदैछ माछा कहीँ जानै परेन यस्तो फ्रेस माछा किन गाउँ जानु पर्यो अझै एउटा आज साइड परेन अब के हुन्छ पर्दै चाहिँ पर्दैन जस्तो लागिरहेको थियो ध्यान पास गरौँ न त भनेर अब धनकुमारले जाउँ के होला भनेर आएको त परियो कति पर्यो ए खोलेर एकचोटि देखाइदिनु त यहाँ भ्युवर्सहरूलाई ल कति पर्यो रे एकछिन हल्का हातले एकछिन सब एक नाचको एकछिन है ल फेरि देखाइदिनु त बिजापुरको है कति पर्यो टन्नै पो पर्यो है ल कति जति परेछ कति पुग्नु लाग्यो रे 1 किलो ल कति बेला गर्दै आयो कति बेला फर्किनु अब फेरि अब हेरौँ यहाँ फर्केर माछा पर्दाखेरि त खेलौँ जस्तो लागिरहेको छ ल हेरौँ अझै हेरौँ माछा त परिरहेछ कहाँ छोड्ने यस्तो खतरा माछा परेछ कि अझै जानै मन छैन क्या लगभग टाइम हेरेको 7-10 भइसकेको छ अहिले चाहिँ त्यही पनि अब अझै पर्छ कि भन्ने आशा क्या जति पर्दै गयो झन् त्यति आशा हुँदै जाँदो रहेछ क्या फेरि माछा पनि असला माछा नि त स्नो ट्राउट इङ्ग्लिसमा चाहिँ स्नो ट्राउट भनेर चिनिन्छ होइन त्यस्तो राम्रो फेरि पऱ्यो अब भन्दा नि फेरि पऱ्यो अब म खिच्दै थिएँ त्यस्तै परिहाल्यो ल्याइदिनु त सानोवाला चाहिँ परेछ पर्न चाहिँ पऱ्यो एउटा पिस कतिवटा पऱ्यो साङ्लेतिर पनि परेछ फेरि पऱ्यो यता बाउरोमा आएको माछा त परे भयो है यता हेर्नु त ल माछा त परे जालमा चाहिँ माछा चाहिँ फेरि पऱ्यो क्या हो फेरि पऱ्यो फेरि कत्रो ठुलो पऱ्यो फर्किम भनेको परेको भयो त माछा त बापोए टन्नै रहेछ माछा त अब फेरि 1 हप्ता पछि आउने अब
उब्रेको माछा अब सबै असला माछा छिरिमिरे घडी अब बाहिर जाने त हरै घडी बाबु काल आयो तिम्रो अब मेरो हातमा मर्नु रहेछ तिम्रो हात मर्ने दिन रहेछ अघि जालमा मुदिनु भएको थियो नि त्यही भएर क्या के हुन्छ जालमा मुद्यो भने चाहिँ खास टुना अरू बेला नि मुक्नुहुन्थ्यो सधैँ के हो र त्यो आँखा लाग्ने जालमा मुद्छ अरे जालमा मुत्ने कहिले सिस्टममा डल्ने गर्छ कि किन त्यस्तो गर्ने फेरि आँखा नलागोस् माछा परोस् आँखा लाग्छ कि भनेर नराम्रो मान्छे हो कि सिगार खेल्न जाँदा पनि भोटी रोज्छ साइड परेन भने आँखा लाग्यो भने पर्दैन नि जालमा चाहिँ बेसी अड्काएर छ यसरी चाहिँ हान्छ है जाल फेरि पर्यो गाइस खै त फेरि पर्यो रे त यत्तिको यहाँ माथि पो अड्केर बसिरहेको छ ल यत्तिको ल यहीँ सानोतिरबाट हाल्नु त ल अहिले चाहिँ हामीले चाहिँ माथि माछा हाल्ने कुरा चाहिँ ल्याउनै बिर्सेछ फेरि धेरै पर्ने बेलामा फेरि यत्रो धेरै पर्ने बेलामा माछा हाल्ने कुरै ल्याउनु बिर्सेछ बर्बाद भयो नि फेरि पर्यो हे तेरिका के भएको यस्तो माछा त परे भयो त हे तेरिका चारवटा पर्यो माछा त परे भयो त के भएको यस्तो फर्किम भनेको फर्किने मनै भएन त अब त परे भयो माछा त माछाको काल आयो त्यो भयो अझै छ क्या छैन होला अब त है तेरिको माछा त के गर्ने अब 2 छाक पुग्यो माछा त 2 छाक गाइज अहिले चाहिँ 7:19 भइसक्यो त्यही पनि माछा चाहिँ परेकै छ कि गाइज अब अझै घर फर्क्यौँ भनेर सोचिरहेको माछा परेर तनाव थियो अहिले चाहिँ त्यही भएर चाहिँ अब घर फर्किने मनै लागेन अहिले चाहिँ है के गर्ने होला फेरि पऱ्यो क्या फेरि पऱ्यो अब के भयो गाइज माछा त परे भयो त के भएको माछा त परे भयो त कति माछा हो घनिष्ठ पऱ्यो माछा त सोचेकै थिएन कि यस्तो माछा पर्छ भनेर हेरौँ ल हेरौँ खै कहाँ थियो त कतिवटा हाल्नु 2टा 3टा थियो अब त उफ्रिरहेछ त्यो कुनामा लुगेर बसिरहेछ हेर त गाइस हेरो माछा के गर्ने होला यति धेरै माछा अब यसलाई चाहिँ रोस्ट गर्ने कि फ्राई गर्ने कि स्ट्यु गर्ने कि नेपाली स्टाइलमा करी बनाएर खाने अब थाहा छैन कि ल सही भयो गजब हो यत्रो धेरै परेको त फर्स्ट टाइम होला है अब धेरै बोकेर यहाँ नआएको सोचेको थिएन त परिको टन्नै पऱ्यो है खाना पुर्याएको योभन्दा अगाडि परेको थिएन यतिको फेरि पऱ्यो क्या हो अहिले चाहिँ परेन यतिको मिस चाहिँ हुनुपर्छ गाइज कहिले काहीँ चाहिँ यतिको मिस पनि भएन नि त फेरि के गर्ने माछालाई फेरि एउटा बासी ठाउँ पनि हुँदैन होइन के गर्ने अलिकति चाहिँ दिनुपर्छ है माछालाई नि राहत भन्छ नि सोनी एसएलको क्यामेराहरू यताउता नथिङ आज चाहिँ केही ल्याएको छैन जस्ट एउटा मोबाइलबाट चाहिँ प्योर स्ट्रेट आउट अफ क्यामेरा भिडियो बनाउँदैछु र अब कस्तो हुन्छ अझैसम्म माछा परेछ के अरे अझै कति पर्छ हेरौँ अब
अहिलेसम्म चाहिँ त्यो मजा आएर छ मजाको परिरहेको छ माछा चाहिँ जस दामी भइरहेको छ क्या बाटो चाहिँ डेन्जर चिप्लो छ है लगाएर झ्याप्पो माछा यसरी हुन्छ पार्ने है गाई यसरी जान्छ रेस्ट यसलाई चाहिँ ब्रेक भन्छ क्या ब्रेक परेन अब चाहिँ झन्डै जानु लाग्यो अब चाहिँ बिस्तारै अब घर जाऊ तिमीहरू भने जस्तो छ माछाले पनि अब त जाने बेला पनि भयो अब त बनाउनु जानु पऱ्यो घर अनि त्यसपछि माछा बनाउनु पऱ्यो खानु पऱ्यो नि यार ल साजन यार तैँले मिस गरेस् कि अघि नै मैले तल भन्दै थिएँ नि जाम 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 भनेर अब त आउन मानेन अर्कोचोटि जाम्ला भने अब अर्कोचोटि कहिले कहिले अब माछा त रेडी भयो तँलाई म कल गर्छु त्यही पनि अहिले खाने भयो माछा है एकछिनपछि कल गर्छु हेरौँ के भन्छ हामी चाहिँ तल्लोबाट चाहिँ जाल खेल्दै आएको होइन लगभग अघि 5:30 बजे अहिले लगभग 7:30 वरिपरि हुन लाग्यो अहिले चाहिँ अब हामी खेल्दा खेल्दै चाहिँ ठ्याक्कै यो पृथ्वी हाइवेको त्यो झलुङ्गे पुल छ नि बिच झलुङ्गे पुल भन्नु आउँछ त्यो बिचको क्या मेन हाइवेको ब्रिज ठ्याक्कै त्यहीँ आइपुग्न लाग्यो अहिले पनि त्यही माथि देख्न सक्नुहुन्छ नि त्यो अब हाम्रो लगभग 1 किलो जति चाहिँ भइसक्यो चाहिँ फ्रेस मसला माछा अब चाहिँ बिस्तारै बिस्तारै अब हामी फर्किने सुरमा चाहिँ लाग्दैछौँ हेरौँ अब अझै कति पर्छ माछा अनि त्यसपछि बाइक चाहिँ अलिकति माथि राखेको छु अब त्यसपछि फर्किने फेरि पऱ्यो है फेरि पऱ्यो अब के भन्ने अब जान्छु भने माछै पर्छ फेरि ल कति अँध्यारो भइसक्यो क्या कति अँध्यारो भइसक्यो स्टिल माछा अनि पऱ्यो फर्किन्छ क्या उयो ल हाल्ल अब यो त ठुलो पऱ्यो खै जाँदै देखाउनु यो त ठुलो परेछ है भित्र पस्यो त्यो त ठुलो परेछ त हेर्नु माछा गएपछि नोइज आएर टन औडा भयो म अहिले चाहिँ राति परेर चाहिँ त्यति माछा अब देख्नै छाडेँ यहाँ कति धेरै माछा छ नत्र देखाइदिन्थेँ होइन अब चाहिँ बिस्तारै फर्किने सुरसार गर्नुपर्छ अब चाहिँ सायद यतिसम्म होला यो पछि चाहिँ माथि जान सकिन्न होला खोला फेरि ठुलो छ अहिले बर्खा अहिले साउन महिना चलिरहेको छ नि त भर्खरै त्यो भएर चाहिँ अलिक गाह्रै पर्छ योभन्दा चाहिँ अब धेरै नगरौँ फेरि पऱ्यो क्या फेरि पऱ्यो अब के गर्ने यस्तो फेरि त बर्बाद भयो त यसरी त घर जानै नपाउने भयो त माछा परेकै भयो ल अब माछा त देखेन होला एकछिन है त ल गाइस ल्यासै लाइट बालेर म देखाउँछु है त ल माछा हेर्नु त कति ठुल्ठुलो पऱ्यो ओ खस्यो देखाउनु त कत्रो रहेछ यो ठुल्ठुलो पऱ्यो त ल यत्रो पऱ्यो ल अनि बुवा यत्रो माछा पऱ्यो त बुवा हेत्तेरिका कति धेरै परेको माछा ल हेरौँ गाइस ल हेरौँ माछा ए ठुलो बुवा देखाउनु त बुवा हेत्तेरिका है यो परे भयो अझै यहाँ पनि रहेछ बुवा माछा त के गर्ने हो यो माछा त के गर्ने अब माछाको सुकुटी बनाउनु पर्ला जस्तो छ हौ ए बुवा यो चाहिँ कति ठुलो यो अहिले त 7:30 भइसक्यो त जान मन छैन क्या तपाईँलाई अझै अनि गाइस सुरुमा त मैले यो भ्लग बनाउँछु भनेर सोचेको पनि थिएन होइन तर माछा यति पऱ्यो कि त्यो एनर्जी भनेको चाहिँ कहाँबाट आयो क्या अनि त्यो एनर्जी आइसके पछाडि चाहिँ अब यो बनाइदियो ल कति ठुलो पऱ्यो त अहिले त झन् बुवा डेन्जर ठुलो पऱ्यो अहिले त म देखाउँछु एकैछिन है त कति ठुलो पऱ्यो खै बुवा यत्रो ठुलो पऱ्यो भनेको बुवा बुवा कत्रो ठुलो परेको खै देखाउनु त हातमा यत्तिकै देखाइदिनु त है बुवा यत्रो ठुलो पऱ्यो नि त माछा त बुवा ल खै देखाउनु अझै बुवा ल अब यसले त पुरै यहाँ भुइँचालाई लिएर आउँछ है भुइँचालाई यसले त ल यत्रो परिरह ल अब भयो त अर्को फेरि यत्रो अर्को फेरि सानो वा यसरी पर्छ के अनि त अब ल हेर त यहाँ नि परेछ फेरि कति धेरै माछा पऱ्यो ल यसरी पऱ्यो है के गर्ने होला माछा त पऱ्यो भयो त हेर्नु त के गर्ने होला माछा त 1.5 किलो हुनु लाग्यो अब त सोचेकै थिएन कि यत्रो माछा पर्छ भनेर चाहिँ
अझै पनि जोसिरहेछ बाउका जहाँ लाग्नलाई हो त यसरी माछाले प्लास्टिक हल्लाइरहेको कि आज भ्याइएन यो हाल्ने भाँडो अनि त्यसपछि प्लास्टिकमा हाल्दैछौँ ल हेर्नुहोस् माछा अब हेर्नु त गाइज हेर्नु त माछा कस्तुरी हल्लेको जाने बेला भइसकेको त छ त्यही पनि पऱ्यो अरे फेरि अब बाबाले त भयो त नि यसरी हिँड्दैछ पानी पानी ए त्यो पनि परेछ ल कतिवटा परेछ माछा त ओभरलोड भयो त अट्दैन कि क्या यो प्लास्टिकमा बुवा दोर्दी खोलाभन्दा बेसी पऱ्यो त है गाउँको खोलाभन्दा बेसी पऱ्यो क्या गाईजी मलाई त यो माछासम्म त मलाई लाग्यो ठुलो माछासम्म त मलाई आयो गाइस ए बुवा हेरौँ न गाइस हेरौँ माछा हेरौँ न कत्रो छ कत्रो परिरहेको क्या अझै खेलिरहेछन् कतिको झन्दै गएको यार यत्रो खाल्टो पो रहेछ यार हेर न यत्रो डुबिरा ल ए माथि पुलमा तलपट्टि हाल्दैछ कि खोला डेन्जर ठुलो छ पुग्यो अब त जाउँ हो फेरि पर्यो माछा त पऱ्यो भयो त जाउँ है भनेको हेत्तेरिका बर्बाद भयो परेर ठुल्ठुलो परेछ ल यस्तो छ है गाइस फेरि खोला त फेरि ठुलो हो नि वाह कति धेरै परेको आम्मामामामामामामा गाइस ल वाह हेत्तेरिका म त यो आम्मामामामामा हेर्नु त कस्तो परेको माछा वाह आम्मामा यो त एउटा त्यो गाउँै सोरेर बसिरहेको रहेछन् क्या हो पुग्यो होला अब यतिले त फर्स्ट टाइम होला यस्तो परेको है वाह माछा हेर्नु गाइस माछा देखाउँदा एकचोटि माछा हेर्नु त आम्मामा माछा हेर्नु त यो त साँच्चीको थिएन गाइस गनेर साध्यै छैन कि माछा त ल यहाँ माछा यस्तो उब्रिरहेछ ल माछा त निकालेरै सकेन अहिले त मैले त निकाल्नै सकेन यति धेरै माछा परेको यति धेरै पऱ्यो बुवा यहाँ त यस्तो राति भइसक्यो फेरि केही अँध्यारो केही देख्दैन फेरि अँध्यारो भइसक्यो है यस्तो अँध्यारो पनि ल भयो त यस्तो माछा परिरह्यो है तेरिका ल यो पछि त मार्नै परेन क्या अब त एकछिन माछा त कति माछा त सिदिन नामै लिएन त हो यहाँ त 15-20वटा पऱ्यो होला अहिलेसम्म निकाल्दै अनि कस्तो लागिरहेछ भन्नु त अझै जानै मन छैन क्या अझै जाने भनेको झन् अहिले त झन् माछा भर्यो गाइस यसो प्लास्टिक पोको पारेर देखायो भने पनि यत्रो परिसक्यो कि बा सबै माछा घर त जाने भनेको गाइस अझै माछा अझै हान्दैछन् है यत्रो परि त सक्यो है यत्रो त परिसक्यो अनएक्सपेक्टेड अब अझै मार्दैछन् फेरि पर्यो माछा त टुई टल्किरहेछ हौ
पर्ने दिन परेको रहेछ आज माछा पनि दिनै ल्याएछ हौ ल अब यस्तो कुनामा गएर चाहिँ निकाल्नुपर्छ माछा फुत्किहाल्यो त बर्बाद हुन्छ त फेरि ए ल माछा बनाउने दिन चाहिँ वा तीन छाकै पऱ्यो त अब त माछा बनाउने दिन चाहिँ परेको छ गरममा चाहिँ आएको धेरै रमाइलो लागेको छ अहिले चाहिँ निस्क्यो अब त भयो फेरि पऱ्यो पर ऊ माछा हल्लिसक्यो फेरि पऱ्यो ल ऊ फेरि पऱ्यो यार हेत तेरिका के भएको आज त माछा त परेको पऱ्यो कि त माछा त माछा त परिरहेछ के भयो फेरि पऱ्यो कि तल ऊ ठुल्ठुलो परेछ ऊ वा ठुल्ठुलो वा कति ठुलो परेको ऊ वा सोच्दै नसोचेको ठुलो परेछ त के भएको आज त ऊ कति ठुलो परेको हेर त पुच्छर हलेको गाइस पुच्छर ठुलो त दुईटा पऱ्यो त ऊ यो अझै दुईटा ऊ यता नि ठुलो ऊ ठुलो ल ठुलो यता नि ठुलो ए पस्ला ए खस्ला गाडीमा फसिसकेको माछा त वा हुन्छ ल कति धेरै माछा परिसक्यो गाइस अब चाहिँ घर फर्किनै पर्ला अब परै भयो रात परिसक्यो त्यो पनि अब नराम्रो हाइवे चाहिँ यो माथि हो क्या यहीँबाट बाटो भेट्नु जाने यति धेरै माछा पर्छ भनेर गाइस हेर न कति धेरै माछा परिरहेको अब चाहिँ ऱ्यापअप फर टुडे सी यु गाइस ल अब चाहिँ हाम्रो ऱ्यापअप हुँदैछ गाइस है त ऱ्यापअप आजको लागि ट्याक्क भन्न ल गाइस कति सुटिङ मात्रै गर्ने कति एडिटिङ मात्रै गर्ने होइन कहिले काहीँ चाहिँ यसरी आएर पनि खेल्नु चाहिँ अलिकति रिफ्रेसमेन्ट हुन्छ अनि त्यसपछि फ्रेस माछा पनि खान पाइन्छ क्या जुन कि अहिले चाहिँ बजारतिर यो माछा किनेर खान्छु भन्दा नि पाउँदैन होइन यहाँ चाहिँ यसरी एभाइलेबल हुन्छ बस कसरी समात्ने भन्ने कुरो मात्रै जान्नु पऱ्यो कि ल बाटो बनाएर जाउँ है बाटो त छैन अझै यस हालत चाहिँ यस्तो छ गाइज है अब अलिकति बाटो बनाएर निस्किने गाइज ल त गाइज भर्खरै आइयो अब चाहिँ घर फर्किन्छौँ है त अब देखाउँछु कति चाहिँ माछा परेछ आज भनेर है त ए एम कमिङ हो बाज्यौ ए बुवा ए खोलाले पऱ्यो है ए तालाबा कोठाबाट चाहिँ अहिले चाहिँ यहाँ सबै सेटअपहरू रेडी थियो त्यही भएर चाहिँ माछा चाहिँ यही खनाउँदैछु है ल हेर्नुहोस् माछा ल यो चाहिँ हाम्रो फाइनल ल सिद्धियो यत्रो माछा परिरहेको यत्रो माछा देखेछ फोटो फोकस अलिक भएन होला है फोकस आएछ माछा त खस्यो एक थाल भएछ यत्रो एक थाल भनेको लगभग दुई छाक कति मिठो के यो फ्रेस असलाको बास्ना हुन्छ नि माछाको यस्तो फ्रेस हुन्छ अनि यसलाई चाहिँ बाइ द वे स्नो ट्राउट पनि भनिन्छ इङ्ग्लिसमा चाहिँ स्नो ट्राउट धेरै पछि खोलामा गएको पहिले गाउँतिर नि खेलिरहेको थियो के अरे जाल चाहिँ अलिअलि आज पनि पोहोर बनाइरहेको थियो एउटा जाल चाहिँ कहिले कहिले यसो टाइम पास हुन्छ कि भनेर तर आज जाऊँ न त र केटोले पनि जाऊँ न त जाऊँ परेन नपरेन भन्ने कुरा भयो यसो गइ हेरेको त परिगयो अरे यति कालको त काल आयो यति माछीको र समय चाहिँ निकै गइसकेको थियो अब के पर्लन र भनेर जाऊँ न त जाऊँ भनेर 5 बजीतिर खोलामा पसेको परिहाल्यो ल अब चाहिँ म बनाउन गएँ साथीहरू ल फेरि भेटौँ ल
बाई बाई है त सबैले सी यू